हेलो साथीहरू, सबैलाई गुड मर्निङ छ। अन्त म चाहिँ अब यस चिसो हावा खाँदै बाटो लाग्दैछु हो। अन्त यहाँनिर चाहिँ अब नेचरल एसी हो। अब साह्रै तात्यो भने चाहिँ दार्जिलिङमै मजाले चिसो हावा यस्तो मजा आउँछ। यहाँ चाहिँ अब नेचरल एसी हो। हेल्थ पनि एकदम ठिक हुन्छ यदि बिमारी हुनुहुन्न भने चाहिँ। तर अब त्यही हो, यसो प्लेन्सतिर बस्नेहरू चाहिँ अब यति बेला चाहिँ गरमले तातेर बिहानदेखिकै बेलुकासम्म नै हो, रातैभरि 24 घन्टा चाहिँ अब फ्यानमा एसीमा बस्नु